बद्रीनाथ आइसक्यो देख्न सक्नुहुन्छ। यो चाहिँ म्याक्टी भनेको यो चाहिँ पर्वत हो गाइस। सब ब्युटिफुल पेपोल चियर बोइरहेको छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। म चाहिँ म्याक्टीमा छु देख्न सक्नुहुन्छ। बारीको चाहिँ पर्वत हो। म चाहिँ मुस्ताङ हिँड्न लागिरहेको छु। वी हेडिङ टु अप्पर मुस्ताङ त भन्दिनँ तर मुक्तिनाथसम्म हिउँ परिरहेको छ नि त होइन। हिउँ खेल्न जाँदैछु गाइस। पारी गएर काम छ अनि त्यसपछि सोलो राइड इन मुस्ताङ है त। के कस्तो हुन्छ भ्यूहरू म देखाइहाल्छु हजुरहरूलाई। यो म्याक्टीको पुल हेर न। यो पानीले गर्दा यार यो पानी जानी गराइदियो भने त राम्रो हुन्थ्यो नि होइन। पुरै पानी भरिन्छ यार। बर्खा होस् हिउँदो होस् सधैँ। पछाडिको तेल भाँचिएर यार फेरि समात्यो भने तनाव हुन्छ। ग्यारेजमा राखेर आएको। कहाँ हिँडेको त? गाउँमै हो अहिले। ल सो गाइजहरू म चाहिँ मुस्ताङ लागिसकेको छु होइन। बेनी बजार देख्न सक्नुहुन्छ ट्याक्क लाएर पेट्रोल हाल्दै है देख्न सक्नुहुन्छ। पुरै पेट्रोल हाल्दा प्याक भइरहेको छ। सो गाइजहरू देख्न सक्नुहुन्छ मुस्ताङको भाइब्स आइरहेको छ। मुस्ताङबाट फर्किने मान्छेहरू त फेरि टनाटन छ नि। पहिला खोला डेन्जर हुन्थ्यो गाइज। अहिले चाहिँ हेर देख्न सक्नुहुन्छ रूपसे झर्ना आइसकेँ म चाहिँ। मान्छेहरू एकदम मुस्ताङमा गइरहेको छन् है। अहिले सानो भएछ यार। अस्ति नै आउँदा एकदम डेन्जर ठुलो थियो। अहिले त अनि हिउँ डलाइसक्यो। अब हिउँ पर्ने टाइममा नि के ठुलो होला है। देख्न सक्नुहुन्छ मस्त डेन्जर बाटो यार। मस्त मजा आइरहेको छ गाइस। सोलो राइड भयो नि। अनि हजुरहरूलाई भ्यू देखाउन हिँडेको म चाहिँ। हिउँ खेल्न पऱ्यो नि त गएर हेर। पुरै घाम लागिरहेको छ अहिले त। यही होइन र दाइ दटा गर्ने नौटीनाथ यिनीबाट। हिमाल ओ माई गॉड। ओए भगवान क्या बवाल देख्यो यार आज त। ओए भ्यू त यति मिठो देखिनेवाला छ नि गाइज अहिले। बाल हुन्छ भिडियो चाहिँ। लास्टसम्म ब्लग हेरेर साथ दिनु होला भन्न चाहन्छु। रमाइलो ठाउँ यार यो चाहिँ। के भन्छ अरे थासाङ हो कि ठानसाङ के भन्छ यसलाई चाहिँ। जोमसुङ 26 किलोमिटर छ गाइज। देख्न सक्नुहुन्छ मस्त इन्जोय भइरहेको छ। ल हेर हिमाल भिडियो गराउँछु भनेको यार ब्याक क्यामेरा यार। मुस्ताङतिर है गाइस। मुस्ताङ सोलो राइड है। मस्त बवाल देखियो भ्यू यार। सर्टकट जाम न होइन गाइस। सोलो एक्लै आउनुको फाइदा भनेको यही हो क्या गाइस। जतापतल एम्ब्लुम छिरायो नि के हुन्न। ओए चिप्लेलाखेरि यार। जोमसुङै बजारमा 12 बजे हावा सरर भन्ने गीत चिनिया सब। लास्टै खुसी छु गाइस। लाइफमा यतिको मजा भएको फर्स्ट टाइम होला। अलि भ्यूहरू राम्रो छ। सबै कुराहरू राम्रो लागिरहेको छ। त्यो गाइस फोटो ख्यान्दै जाने हो। जति सक्दो फोटो खिच्छु अहिले चाहिँ। विदेश सिरियस गइयो भने चाहिँ यति हो। यही लास्ट हुन्छ मेरो मुस्ताङको ब्लग। देख्न सक्नुहुन्छ अगाडि चाहिँ अति नै राम्रो भ्यूहरू। अनि मुस्ताङ मान्छेहरू चाहिँ एकदम धेरै आइरहेको रहेछन्। 95% बाटो चाहिँ पिच छ भने 5% चाहिँ यस्तो छ बाटो चाहिँ। बाटोको कन्डिसन देख्न सक्नुहुन्छ। मुस्ताङका राता विद्यार्थीहरू राता गालावाला यार। मार्फा गाउँ भिजिट हान्छु हजुरहरूलाई सबै देखाइदिन्छु म। कति मान्छेहरू त आउन नपाएर गाह्रो भइरहेको छ नि त होइन। आउन पाउनुहुन्न। ड्रिम हुँदाहुँदै नि धेरै टाढा पश्चिम पूर्वतिरको मान्छेहरू त आउन पाउनुहुन्न। त्यही पनि मेरो भ्लगबाटै हेर्नु गाइस। देख्न सक्नुहुन्छ म चाहिँ यता जोमसुङ आइसकेँ। जोमसुङ देख्न सक्नुहुन्छ एकदमै भिड छ यार गाइस।
एकदम भिड छ। कति जाडो हो यार, एकदम जाडो भइरहेको छ। मान्छेहरूले पेट्रोल बोकेर आउँछन् थाहा नभएर। तर बेनीमा हजुरहरूले यस्तो बाइकहरू आरटिआर सारटिआरमा आउँदै हुनुहुन्छ भने चाहिँ फुल ट्याङ्की गरेर आउनुभयो भने अप्पर पुगेर अनि फर्केर बेनीसम्म चाहिँ पुग्नुहुन्छ। बेनीमा फुल गर्नुभयो भने चाहिँ पुग्नुहुन्छ, पेट्रोल बोक्न पर्दैन है गाइस। यति कुरा चाहिँ मैले हजुरहरूलाई सजेसन दिएको। स्वर्ग देख्नलाई त मुस्ताङै आउनु पर्दो रहेछ नि त। देख्न सक्नुहुन्छ यो चाहिँ मुस्ताङ जिल्ला यति राम्रो छ कि यति राम्रो छ, बयान गरेर नसकिने। हिमाल हेर त, हिमाल अतिथि देवो भव रे। सो गाइज मेरो क्यामेराम्यान चाहिँ देख्न सक्नुहुन्छ यता होइन, यसरी बनाउन पर्छ सोलो राइड आएपछि केटा हो। त्यो भेट्दै गर्न ल गाइज देख्न सक्नुहुन्छ मुक्तिनाथ तर्फ लागिसकेको छु म चाहिँ। जहिले मुस्ताङमा अर्काको बुढीहरू ल्याउँदै हुनुहुन्छ भने चाहिँ क्यामेरामा जोगिनु होला। मैले पनि क्यामेरामा भिडियो बनाउँदै आइरहेको छु। अहिले चाहिँ मुस्ताङको सिजन छ नि त, ट्याक्क फेरि अर्काको बुढीहरू लिएको बेला ट्याक्क पऱ्यो भने त परे बुढाहरूले मारिहाल्छन् नि, विदेश भएको बुढाहरूले। जोगिनु होला सबैजना। यार म केही भन्दिनँ यार, बयान गरेरै सकिरहेको छैन। हेर्नु गाइजहरू, हेर त कति बाक्लो हिउँ परेको छ नि। त्यो बाटोको डोर मात्रै देखिरहेको छ गाइज, कहाँ जाने बाटो हो त्यो, अरू केही देखिएन यार। बयान गरेर नसकिने ठाउँ छ यार, देख्न सक्नुहुन्छ। यो चाहिँ मुक्तिनाथ भयो, हाम्रो स्वर्ग लोक, स्वर्ग हो कि भनेको त। यहाँ पनि हिउँ परिरहेछ तर पग्लिसकेको छ गाइज। मुक्तिनाथमा चाहिँ यस्तो हिउँ परिरहेको छ, साह्रै नै मजा। तर चिसो भइरहेछ, पन्जा थिएन मसित, त्यही भएर लागेन। अब पहिलाको जस्तो होला भनेर आएको। जाँठो मुस्ताङ आएपछि चाहिँ जाडोले चाहिँ अलि ल्याङ हान्यो क्या मलाई यार, जाडो एकदम भयो क्या गाइज। आछु कति चिसो यार, मस्त हिउँ यता यता हिउँ परिरहेको छ मस्त लाएर। अनि बिचमा चाहिँ म चाहिँ यति हात तित्ता नि गाइस, यस्तो हात तित्ता देख्न सक्नुहुन्छ। हजुरहरू मुस्ताङ आउँदै हुनुहुन्छ भने चाहिँ आउनु होला। अझ 2-3 दिन चाहिँ हिउँ घाम परेन भने चाहिँ बस्छ यार। जिन्दगी भनेको यही होला यार, जिन्दगीमा यार घुम्नु पर्छ गाइजहरू। लाइफ भनेको एक दिन आउँछ तर घुमेर चाहिँ इन्जोय चाहिँ गर्नुपर्छ। लाइफ एकचोटि पाएको लाइफ चाहिँ त्यसै खेर नफालम गाइज। स्वर्ग हेर्ने भयो यता मुस्ताङतिर आम, त्यही हो। हेर म त यहाँ स्वर्गमा छु केटा हो। लमजुङे डाँडैमा मुस्ताङमा केटाहरू छ्यालम्याल, मुस्ताङमा जाडो भयो, मुस्ताङमा हातमा करेन्ट लाग्दा जस्तो भइरहेको कसम। मुस्ताङमा त पुरै हिउँ, हेर त हिमाल चढे जस्तै भइरहेछ यार। देख्न सक्नुहुन्छ गाइजहरू, मुस्ताङमा हिउँ पर्यो मस्त लाएर। सो गाइज मुक्तिनाथ आइसक्यो, देख्न सक्नुहुन्छ। यो चाहिँ कुन ठाउँ हो यार, यति राम्रो छ यार। हिउँै हो यार, कुन ठाउँ हो यार। हजुरहरूले थाहा पाउनु भयो भने यसो कमेन्ट हान्नु होला यार, मैले त चिनेन यार यो ठाउँ चाहिँ यार। Look at the view man. मुस्ताङमा करेन्ट लाग्यो यार हातमा कसम गाइज यार। यो चाहिँ मुक्तिनाथ भयो, देख्न सक्नुहुन्छ। म चाहिँ मुक्तिनाथ आइसकेँ।